नमस्कार अनि स्वागत छ ज्ञान संवादमा। आज हामी एउटा यस्तो ऐतिहासिक पलको चर्चा गर्दैछौँ जसले नेपाली क्रिकेटको भविष्य बदल्ने निश्चित छ। आइतबार मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा विश्व क्रिकेटका दुई फरक ध्रुवहरू भिड्दैछन्। एकातिर क्रिकेटको जन्मदाता र दुई पटकको विश्व विजेता इङ्ल्यान्ड, अनि अर्कोतिर करोडौं नेपालीको मुटुको ढुकढुकी राइनोज अर्थात् नेपाली राष्ट्रिय क्रिकेट टोली। यो केवल एउटा म्याच मात्र होइन, यो नेपालको क्रिकेटिङ सपनाको परीक्षा हो। के रोहित पौडेलको कप्तानीमा रहेको नेपालले विश्व क्रिकेटका हस्तीहरूलाई स्तब्ध पार्न सक्ला? आजको विशेष खेल संवादमा हामी नेपाल भर्सेस इङ्ल्यान्डको म्याच प्रिभ्यू लिएर उपस्थित भएका छौँ। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक इङ्ल्यान्डको सिनियर टोलीसँग T20 अन्तर्राष्ट्रिय खेल खेल्दैछ। इङ्ल्यान्ड जसको बेसबल र आक्रामक क्रिकेटले विश्वलाई डराएको छ, तर नेपाली टोली पनि डराउनेवाला छैन। नेपालको यात्रा मुम्बईको यो प्रतिष्ठित मैदानसम्म आइपुगेको छ, जहाँ सन् 2011 को विश्वकप फाइनल खेलिएको थियो। यो मैदानमा खेल्नु नै हाम्रा नेपाली खेलाडीका लागि ठुलो उपलब्धि हो, तर नेपाली टोली यहाँ आएर हार स्वीकार गर्न होइन, इतिहास रच्न आएको छ। अब कुरा गरौँ वानखेडेको पिचको। मुम्बईको यो पिच ब्याटिङका लागि स्वर्ग मानिन्छ। यहाँको बााउन्ड्री छोटो छ र बल ब्याटमा निकै राम्रोसँग आउँछ। यसको सिधा अर्थ हो हामीले ठुला ठुला छक्काहरू देख्न पाउनेछौँ। इङ्ल्यान्डका जोस बटलर र ह्यारी ब्रुक जस्ता ब्याटरहरू यहाँ खतरनाक हुन सक्छन्, तर साँझको समयमा यहाँ ड्यू फ्याक्टर हुनाले टस जितेर पहिले बोलिङ गर्नु राम्रो मानिनेछ। यदि नेपालले टस जितेर पहिले बोलिङ गर्यो र सन्दीप लामिछाने र ललित राजवंशीको फिर्कीले यहाँ जादु देखाउन सके, इङ्ल्यान्डको बलियो ब्याटिङ लाइनअप पनि धर्मराउन सक्छ। नेपालका लागि सबैभन्दा ठुलो शक्ति भनेको कप्तान रोहित पौडेलको फर्म र दिपेन्द्र सिंह ऐरीको अलराउन्ड क्षमता हो। दिपेन्द्र, जो विश्व क्रिकेटको एक घातक अलराउन्डर मानिन्छन्, उनले अन्तिम ओभरहरूमा इङ्ल्यान्डका बलरहरूलाई दबावमा राख्न सक्छन्। कुशल भुर्तेल र आशिक शेखले सुरुमा राम्रो साझेदारी दिनु अनिवार्य छ। चुनौती भनेको इङ्ल्यान्डको बोलिङ लाइनअप हो। जोफ्रा आर्चरको गति र मार्क वुडको बााउन्सरले नेपाली ब्याटरहरूलाई कठिन परीक्षा लिनेछ। नेपालले डिफेन्सिभ होइन, फियरलेस क्रिकेट खेल्नु पर्नेछ। यदि नेपालले पावर प्लेमा 2-3 विकेट लिन सक्यो भने खेलमा राम्रो नियन्त्रण बनाउन सक्छ। मुम्बईमा हजारौं नेपालीहरू बसोबास गर्छन्। वानखेडेको प्यारेफिटमा रातो र निलो झन्डाको सागर देखिनेछ। यो नेपाली टोलीका लागि 12औं खेलाडी जस्तै हुनेछ। इङ्ल्यान्ड जति सुकै बलियो भए पनि क्रिकेट अनिश्चितताको खेल हो। यदि नेपालले आफ्नो 100% दियो भने हामीले एउटा अविश्वसनीय नतिजा देख्न सक्छौँ। तपाईलाई के लाग्छ? नेपालका लागि कुन खेलाडीले सबैभन्दा धेरै रन बनाउला? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सिनुहोला। भिडियो मन परेमा लाइक र सेयर गर्नुहोला र क्रिकेट खेलकुद सम्बन्धी गहिरा विश्लेषणका लागि ज्ञान संवादलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।